नमस्कार सम्पूर्णलाई देश प्रदेशको युट्युब चौतारी च्यानलमा यहाँ है मित्रहरू आज हामी लाग्यो है ईदको छुट्टीको दिन पहिलो छुट्टीको दिन यो पहिलो दिन हो यताउता अब कतारको कर्निस कता साइडमा हुन्छ ओखरातिर घुमघाममा जाँदैछौँ साथीहरूसँग मिलेर पितम्बर भाइ ल कसिएर आउनुपर्छ ल ल जाउँ अब यहाँ प्रेम भाइ हुनुहुन्छ हाम्रो ऐसलु खर्क खोटाङको भाइ हुनुहुन्छ छिमेकी हाम्रो पितम्बर भाइ पोखरेली हुनुहुन्छ यहाँ झापाको भाइ हुनुहुन्छ अर्को के नाम पो भन्नुभयो बिर्सिहाल्नु सेङ्जाली भाइ अलि झापाको भन्दो रहेछ झगडा हुँदैन बेटल राउन्ड जान्छ छुट्टी मनाउनु जाँदैछु है साथीहरू कता गइन्छ त पितम्बर भाइ आज पहिला मेन भनेको हेर्नुहोस् तपाईँको समुद्रमा गएर त्यहाँ नुहाइ धुवाइ गरिन्छ सो भएपछि त्यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ अब त्यो कति ठाउँ गइन्छ भनेर अहिले फिक्स छैन कति ठाउँ गइन्छ पछि सबै घुमेर आएपछि यति ठाउँ गइयो भनेर त्यसको भिडियो गरेर डिटेल दिनुपर्छ ल ल ल अघि जानु पर्छ जस्तो लाग्छ मलाई ठिकै छ अहिले रातभरि घुमे नि हुन्छ अगाडि बढ्दैछन् साथीहरू ईदको छुट्टीको दिन आज चहल पहल धेरै छ मित्रहरू छुट्टीको दिन कोही मार्केटतिर घुम्दैछन् कोही साथीहरूसँग भेट्नु जाँदैछन् घुम्न जाँदैछौँ साथीहरू समुद्र ओखरा साइडमा जाँदैछौँ है हामी सबैजना मिलेर ईदको छुट्टी मनाउनलाई पछि झमक्कै अँध्यारो हुन्छ भिडियो त्यति राम्रो आउँदैन अहिले चाहिँ घाम छ अहिले सकिलो साथीभाइ हामी समुद्र साइडमा जाँदैछौँ स्टेट राख्नु नि स्टेट हो त्यसरी अब हामी यहाँदेखि त हामी गाड़ी आने दो गाड़ी आने के बात करो अभी गाड़ी नहीं है सर वीडियो कर रही है ना अब हामीहरू यो बाटोमा छौँ हेर्नुहोस् यहाँबाट गाडी रफ्तारमा गइरहेको छ प्रेम दाई अब हाम्रो नेत्र दाजु भेषबहादुर दाजु पछाडि सिटमा बस्नु भएको छ गाडी भनेको 120 को स्पिडमा छ अब हाम्रो छुट्टी यसरी बित्दैछ तपाईँहरूको कस्तो हुँदैछ ल हेर्नुहोस् कतारका रोडहरू यस्ता छन् है मित्रहरू ओखराको यो कतारको ओखरा भन्ने यो समुद्र किनार हो मित्रहरू यहाँ आइपुगेका छौँ है हामी सबैजना आज ईदको छुट्टीको दिन ल यता हेर्दै है यो है साथी समुद्र किनार बहार भन्छ अरबीमा मित्रहरू समुद्र है समुद्र आयो है सात समुद्र कोही मान्छे त धेरै पर पो गएको छ त यार अल ओखरा पब्लिक बीचमा आइपुग्यो मित्रहरू यहाँ चाहिँ लेडिसको होइन चाहिँ जेन्ट्स छिर्नु पाउने रहेछ उतापट्टि चाहिँ हामी गएको थियौँ त्यहाँ चाहिँ लेडिस लानेलाई मात्रै लेडिस सहित फ्यामिलीवाला रहेछ मित्रहरू अब साँझ पनि पर्न लाग्यो आइपुग्यो है समुद्र छेउ साथीहरू अगाडि बढ्दैछन् समुद्रतिर जहाज पनि आकाशतिर उड्दैछ मित्रहरू आइपुग्यो है आइपुग्यो ओखराको यो समुद्री किनारमा मित्रहरू अब हामी यो समुद्रको पानीमा खेल्ने नुहाउने धाउने काम गर्छौँ है कार्यक्रम हुँदैछ अब ईदको छुट्टी मनाउन आउनु पर्यो नि अब यसरी ल हेर्नुहोस् साथीहरू ल कस्तो लाग्यो आजको भाइहरू आजको स्पेसल भएको यता हेर क्यामेरामा हेरेर समुद्रमा अब सबै ऱ्याफ्टिङ गरेर पौडी खेलेर आइयो हेर्नुहोस् रोकसोक गयो अब होइन सबै लुतो सुतोहरू चिलाउने बिलाउनेहरू सबै जाओस् गयो र हाम्रो सेङ्जाली भाइ पनि यहाँ पौडी खेलेर धुम मचाइदिनु हो हलचलै मचाइदिनु भयो मित्रहरू तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला र जोडिएर रहनुहोला भन्ने आशा पेशा गर्दै फेरि अर्को एपिसोडमा भेटौँला नमस्कार।